अहिले पल्टेको के हो भर्खर पल्टेको हो र हिँड्दै जाँदै भर्खर पल्टेको चाहिँ हिँड्दै ला घरु त मान्छे त केही भएन नि केही भएन रहेछ गोलिया बोकेको ट्रक पो अनि पल्टेछ त हौ यस्तो भएछ क्या हाम्रो यार यस्तो हुन्छ अब रफ बाटोतिर चाहिँ होइन गाडी पानी रस भने झरे बिस्तार झरेको यहाँ सिधै गाडी भर्खरै हो यो यस्तो भएछ नि त अनि यहाँ बाटोतिर त अनि यो पानीले खोलिसक्यो नि त बाटो अन्त पानी परिसक्यो रहेछ होइन पर्छ क्या यो ठाउँ तल परेकै छैन पानी नै हो पुरा गर्मी भएर छ यस्तो छ हालत होइन पाहाडतिरको बाटो चाहिँ यस्तो हुन्छ नि त हेर्नु त यहाँ भर्खरै भएको हामी पनि पाहाड जाँदैछौँ घर फर्केको होइन गोलिया बोकेको ट्रक त अनि पुर्लुकै भएछ नि